हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। सो गाइस सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु र आज फेरि पनि आइसकेँ तपाईँहरूको माझ एउटा मिनी भ्लग ल्याएर। ल गाइस तपाईँहरूलाई कस्तो लाग्छ हेरेर लाइक कमेन्ट गर्न नभुल्नु होला है। बिहानै चिया खाइसकेर म चाहिँ लागेँ घाँस काट्न। अनि घाम चाहिँ लागिसकेको थियो र म र बाबा गयौँ माथि वनतिर घाँस काट्नको लागि। के गर्नु साथीहरू, गोठमा गाई भैँसी बाख्रा भइन्जेल घाँस काट्नै पर्यो। अनि यहाँ चाहिँ बाबाले घाँस काट्दै हुनुहुन्छ। घाँसमा अलि धुलो भएर टकटकाउँदै छाड्दै हुनुहुन्छ भुइँमा। अनि घाँस काट्दा यहाँ चाहिँ मस्त घाम ताप्दै घाँस काट्दै गर्दै यताउता हाम्रो घर पनि देखिन चाहिँ हाँटो। ल हेर्नु साथीहरू, ऊ त्यो है त हाम्रो घर। घरमा अरू कोही नदेखे पनि भैँसीहरू चाहिँ गोठमा हुन्छ है। ल साथीहरू, यहाँ चाहिँ थोरै घाँस काटेर राखेँ मैले। अब चाहिँ यहाँ छैन घाँस, माथितिर गएर यताउता खोज्नु पऱ्यो। माथि आएर रुखमा चढेर मैले यहाँ घाँस झारेँ अनि बाबाले यहाँ सिमल्दै हुनुहुन्छ। अब चाहिँ भारी लगभग पुग्यो भनौँ। बाबाले त्यहाँ अघि काटेको घाँस सिमल्दै हुनुहुन्छ। अनि तल चाहिँ हाम्रो ठुलो मम्मी आउनुभएको रहेछ सेउला सोर्नलाई। अनि साथीहरू यहाँ भारी बोके चाहिँ म घरतिर फर्किएँ त एकैछिनमा भारी पुग्यो। अनि घर आइदिएको यस्तो अप्ठ्यारो छ बाटो। यहाँ हेर्नुहोस् कस्तो छ बाटो, ठाडै यहाँ लड्किनु चिज तल पुगिन्छ। तल बाटो खन्दाखेरि यहाँ भाँसिएर चाहिँ यस्तो भएको रहेछ, पुरै पहिरोको जस्तो। ल अनि साथीहरू हाम्रो घर चाहिँ यहाँ ट्याक्कै देखिने रहेछ। ल हेर्नु साथीहरू, तल चाहिँ यहाँ यस्तो बाटो छ है त तल। म चाहिँ त्यो बाटो कटिसकेँ र तल आएँ। भारी बोक्दै हलुङ्गो थियो, हाँसै गरेको थिएन। घाँसको भारी पनि घर ल्याइयो। ल हेर्नुहोस् है, खासै ठुलो छैन, सानो सानो छ। ल्याएर घाँस फाल्यो। अब बाबाले चाहिँ भैँसीलाई हाल्नुहुन्छ कुँडो सुँडो खुवाएर यताउता। यहाँ चाहिँ पाडा बसेर चाहिँ त भैँसीहरू चाहिँ बिहान दुइटा। अनि गाइस मैले चाहिँ खाना खान लागेँ। खाना पनि खाइयो। अनि खाना खाइसकेपछि चाहिँ आजको काम गर्न हिँडियो। अङ्कल, म, मम्मी, हाम्रो आन्टी सबैजनासँगै। यत्रो मोल पुऱ्यायो है हाम्रो चाहिँ, यत्रो 1 घन्टा 2 घन्टा जति बोक्यो होला। एउटा गराभर चाहिँ पुग्यो मोल, अझै बाँकी छ बोक्न चाहिँ। मोल बोक्ने काम चाहिँ यहाँ जारी नै छ, तर हामी चाहिँ एकैछिन आराम गर्दै यहाँ गफ गर्दै बस्यौँ। आराम गर्नु नि पऱ्यो, गफ गर्नु नि पऱ्यो साथीहरू, के गर्ने, काम मात्रै गर्नु भएन नि धेरै। हाम्रो अङ्कल चाहिँ यहाँ धेरै थाके भन्दै सुत्नु भयो घाम ताप्दै। अब चाहिँ हाम्रो काम लगभग सकियो र एक खेप बोक्यो भने चाहिँ सब ठाउँ पुग्छ। ल साथीहरू, आजको भिडियो चाहिँ यति नै है। तपाईँहरूलाई कस्तो लाग्छ लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला। र फेरि अर्को दिन आउनेछु म एउटा मिनी भ्लग ल्याएर। तबसम्म बाई।